नमस्कार साथीहरू, आज पनि हजुरहरूलाई नौलो यात्रा इन्टरटेनमेन्ट च्यानलमा स्वागत गर्दछु। धेरै पछि यो भिडियो लिएर आएको छु, किन भन्दाखेरि यो भिडियो चाहिँ निकै ल्याउनु पर्छ भन्ने कुरा नै मैले लाग्यो, मेरो मनदेखि नै लागेको कारणले गर्दा ल्याएको हो। यो भिडियो चाहिँ आज ज्ञानवर्धक भिडियो रहेको छ, जसले चाहिँ हाम्रो देशभित्र मात्र नभएर जो विदेश जाने प्लानमा हुनुहुन्छ, जो चाहिँ ड्राइभिङ क्षेत्रमा हैन, अब स्टुडेन्ट क्षेत्रमा जो पनि विदेश जाँदै हुनुहुन्छ र त्यहाँ गएर जुन चाहिँ ड्राइभिङ गर्नुपर्ने हुन्छ त्यसको लागि पनि काम लाग्छ। भिडियो सुरु गर्न चाहन्छु। अब किन यस्तो दुर्घटना भइरहेको छ त भन्ने कुराको सम्बन्धमा सुरुमा हामीहरूले हेर्नेछौँ कि यो यहाँ हेर्नु होला, यो भिडियोमा जुन चाहिँ यहाँ फोटोमा देखाइएको छ, फोटोमा यहाँ हेर्नुहुन्छ भने यो जुन फोटोमा यहाँ मैले देखाइरहेको छु हजुरहरूलाई, यो चाहिँ इन्टरनेसनल लेभलको ट्रेनिङ, फ्री ट्रेनिङ चाहिँ हजुरहरूलाई दिँदैछु मैले हैन, फ्री ट्रेनिङ दिँदैछु, ध्यान दिएर हेर्नलाई। यो डिस्टेन्स कति राख्नुपर्छ भन्ने सम्बन्धमा हो। ठुलो हेभी गाडीबाट चाहिँ डिस्टेन्स कति राख्नुपर्छ त कम्तीमा पनि एउटा गाडी जति ग्याप राख्ने। यदि तपाईँको पछाडि हेभी भेहिकल छ भन्ने तपाईँलाई थाहा छ भने कम्तीमा एउटा गाडीको ग्याप चाहिँ तपाईँले राख्नुपर्छ। किन भन्दाखेरि त्यो गाडीको चालकले देख्न सक्ने भनेकै त्यतिबाट हो हैन। हामीले धेरै जसो चालकलाई नै दोष लगाइरहेका हुन्छौँ, तर हेभी भेहिकल बनाउँदाखेरि चाहिँ हजुरको केही रुल्सहरू, ब्लाइन्ड स्पटहरू भन्छ, त्यो स्पटहरूबाट चाहिँ ब्लाइन्ड स्पटमा चाहिँ चालकले देख्न असम्भव हुन्छ। त्यसले गर्दाखेरि कम्तीमा के गर्ने त एउटा गाडीको ग्याप राखेर अगाडिबाट चाहिँ हिँड्ने, धेरै नजिकबाट टाँसेर नहिँड्ने भन्न खोजेको मैले। अब अर्को हेरौँ। यहाँ अर्को यसमा हेर्दाखेरि के छ त भन्दाखेरि जब ओभरटेक गरिन्छ नि, ओभरटेक गर्दाखेरि चाहिँ सकेसम्म दुईवटा गाडीको ग्याप राख्ने, त्यो टाँसेर चक्काको छेउछेउ पारेर चाहिँ ओभरटेक हान्ने चाहिँ त्यस्तो नगरौँ। किन भन्दाखेरि त्यो चाहिँ एउटा मान्छेले चलाएको गाडी हो हैन, कुनै पनि एआई, आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर चलाएको गाडी होइन, र त्यसमा सेन्सर पनि मान्छेको जुन चाहिँ हुन्छ दिमागमा सेन्सर फिट पनि छैन कि तेरो छेउमा चाहिँ केही कुरा चाहिँ हिँडिरहेको छ है भनेर चाहिँ उसलाई सेन्स गराउन सक्ने, फिल गराउन सक्ने त्यस्तो सेन्सर चाहिँ केही पनि छैन हामी मानिसको दिमागमा हैन। त्यसले गर्दाखेरि उसले चाहिँ के हो, जति पनि आफूले देख्न सक्ने हुन्छ दुईवटा लुकिङ ग्लास अनि त्यस पछाडि अगाडिको विन्डसिल्डबाट चाहिँ उसले जति देख्न सक्छ उसले त्यही अनुसार नै ड्राइभ गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि ट्रक मात्र होइन कि सानो गाडीको पनि ब्लाइन्ड स्पट हुन्छ हैन, ब्लाइन्ड स्पट हुन्छ भन्नाले सानो गाडीको छेउछाउ हिँड्दा पनि उसको लुकिङ ग्लासबाट उसले देख्न सक्ने र साइड मिररबाट उसले चाहिँ जुन चाहिँ देख्न सक्ने र अगाडिको विन्डसिल्डबाट देख्न सक्ने, जुन चाहिँ सानो गाडीको चाहिँ अगाडिको विन्डसिल्डबाट चाहिँ देख्न सकिन्छ सजिलैसँग। तर सानो गाडीको पनि हेर्नुहुन्छ भने पछाडि अनि साइडमा चाहिँ त्यो चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। ठुलो गाडीको मात्र होइन कि सानो गाडीको छेउछाउ हिँड्दा पनि ब्लाइन्ड स्पटलाई ख्याल गरेर अलिकति ग्याप राखेर हिँड्नुपर्ने हुन्छ। त्यही भएर ठुलो गाडीलाई ओभरटेक हान्ने समयमा अलिकति डिस्टेन्स मेन्टेन गरेर अनि ओभरटेक हानिसके पछाडि पनि ग्याप राखेर, दुईवटा गाडीको ग्याप राखेर चाहिँ अनि त्यस पछाडि मात्रै आफ्नो लेन पक्रिएर हामीहरू त्यसरी ड्राइभ गऱ्यौँ भने सुरक्षित रूपमा चाहिँ हिँड्न सकिन्छ। यो चाहिँ मुख्य पोइन्टहरू छ। ब्लाइन्ड स्पट भनेको कहाँ हो त हेभी भेहिकलको ब्लाइन्ड स्पट अघि
दुर्घटना भइरहेको छ त्यसलाई न्यूनीकरण गर्न सक्नेछौँ। हामी आफै पनि सचेत बनाउँ। कहिले हाम्रै घरको मानिस पनि ठुलो हेभी गाडी चलाएर हिँड्नु परेको हुनसक्छ, कहिले हामी नै बाइक चलाउने मान्छे कार चलाउनु परेको हुनसक्छ, कहिले कार चलाएको मान्छे नै बस चलाउनु पर्ने अवस्था पनि हुनसक्छ। त्यसैले यो जुन चाहिँ साइकल हुन्छ मानव जीवनमा चाहिँ उसको अवस्था कतिखेर कहाँ पुग्छ भन्ने कुरा कसैलाई थाहा छैन। त्यही भएर एकअर्कालाई दोष लाउने भन्दा पनि अब चाहिँ एकअर्कामा चाहिँ के त भन्दाखेरि नियम कानुनलाई फलो गरेर जुन चाहिँ दिएको यो यातायातको नियमअनुसार जुन चाहिँ यो इन्टरनेसनल ड्राइभिङ रोड रुल्सको अनुसार होइन, योलाई चाहिँ फलो गरेर एउटा घरदेखि चाहिँ हामी सुरु गरौँ, एउटा परिवारदेखि चाहिँ सुरु गरौँ। यो गऱ्यो भनेदेखि हामीले धेरैसम्म यो दुर्घटनालाई न्यूनीकरण गर्न सक्नेछौँ। यो ठुला गाडीको वरपरबाट हिँड्न चाहिँ हामीले कम्ती गरौँ भन्ने कुरा चाहिँ म आज यो भिडियोबाट चाहिँ सिकाइरहेको छु। र यो नियम चाहिँ हजुरहरूले नेपालभित्र मात्रै नभएर इन्टरनेसनल लेभलमा अस्ट्रेलिया, अमेरिका, दुबई, कतार जहाँ जानुभए पनि, विश्वको जहाँ जानुभए पनि यो नियम फलो गरेर चलाउनु भयो भने तपाईँलाई बेस्ट ड्राइभर भनेर भन्छ कि बेस्ट एन्ड डिफेन्सिभ ड्राइभर भनेर चाहिँ भन्छ। आजको यो भिडियो समाप्त गर्न चाहन्छु। धन्यवाद। च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्ता भिडियो अझै अगाडिका दिनमा पनि ल्याउने छु। धन्यवाद।